माननीय श्री हृदयराम थानी, सम्माननीय सभामुख महोदय, ज्येष्ठ 5 गते राष्ट्रपतिज्यूबाट दिएको नीति तथा कार्यक्रमको जो सम्बोधन भएको छ त्यसैमा विषयवस्तुमा रहेर अहिले हामीहरूले यसबारेमा छलफल गरिरहेको अवस्था पनि छ। जहाँसम्म लाग्छ यो पुरानै तरिकाले नीति तथा कार्यक्रममा सत्तापक्षले यसको स्वागत गर्ने, प्रतिपक्षले यसको विरोध गर्ने, यो वास्तवमा नेपालको सन्दर्भमा एउटा धर्म जस्तै भइसकेको परिस्थिति छ। त्यसैले यसमा कसले के भन्नुभयो भन्नुभन्दा पनि यो हाम्रो चलन हो। यदि यो चलनलाई पनि समयानुकूल परिवर्तन गर्ने हो भने, जसै हाम्रो बजेट पहिला असारको महिनामा आउँथ्यो, अहिले गएर जेठ 15 गते संविधानमै व्यवस्था गरेर एक किसिमको सुरुवात भएको छ। त्यसै गरेर यी कुराहरूलाई पनि सबैको सहमतिले संशोधन गर्न सकिने अवस्था पनि रहन्छ भन्ने कुरा पनि म आग्रह गर्न चाहन्छु। जहाँसम्म कुराहरू उठ्छन्, मैले वास्तवमा त्यसलाई सिम्पल तरिकाले लगेको अवस्था छ। अवश्य पनि यत्रो संसद छ, जनताबाट चुनिएर आएका प्रतिनिधिहरू हुनुहुन्छ, सबैले आफआफ्नो निर्वाचन क्षेत्र र जनताहरूको मागलाई ध्यान दिनुपर्ने परिस्थिति पनि छ। त्यसकारणले केही कुरा देखाउनु पनि पर्नेछ आफ्ना धारणाहरू। त्यसैले विभिन्न मान्यज्यूहरूले बोलेका कुराहरूलाई मलाई लागेको छ बादे जायते तत्त्वबोध जस्तै यो कुराहरू हो। योबाट कुनै दिन एउटा निष्कर्ष निस्किन्छ भन्ने पक्षमा म त्यमा पनि छु र परिवर्तनको गतिलाई छेक्न सकिँदैन। परिवर्तन अनुसार हामीले हाम्रो सिस्टमलाई पनि केही रूपमा हेर्नुपर्छ भन्ने मलाई लागिरहेको अवस्था पनि हो। जहाँसम्म अहिले सत्तापक्षकै सांसदका हैसियतले बोल्दाखेरि पनि साँच्चीकै भन्ने हो भने प्रतिपक्षलाई पनि भन्न चाहन्छु, केही कुराहरू यहाँ राम्रा पनि छन्, तर मलाई लाग्छ मैले पहिला पनि हेरेँ धेरैचोटि, तर योचोटि यो जो दस्तावेज छ अत्यन्तै मेहनतका साथ लेखिएको पनि हो। केही कुराहरू राम्रो छ, गर्ने नगर्ने आफ्नो ठाउँमा होला भन्ने कुरा र सचेत बनाउने कुरा, जस्तै हाम्रो स्कुल बनाऊ राम्रो स्कुल, यसलाई नराम्रो कसरी भन्न सकिन्छ? यो राम्रो कुरामै मध्येको हो। ल त्यसले पढ्दै गर्ने कमाउँदै गर्ने भन्ने अभियान छ, यसलाई हामीले कसरी नराम्रो भन्ने? यसलाई सत्तापक्षले राम्रो प्रतिपक्षले नराम्रो भन्नुपर्ने के जरुरी देखिएको छ र? त्यस्तै गरेर म त विकटकै कर्णालीको हुँ। 2 विकट जिल्ला बराबर एक हवाई एम्बुलेन्स राख्ने भनेको छ। यो कहाँबाट नराम्रो हो? यो पनि राम्रै कुरा मध्येको पर्छ। ज्येष्ठ नागरिकलाई घर दैलोमै उपचार व्यवस्था गर्ने, यो पनि राम्रा कुराहरू छन्। र त्यसैले यी सबै राम्रा कुराहरूलाई पनि नराम्रो भन्दाखेरि एउटा सिस्टम र कल्चरमा धेरै ठुलो फरक पर्न सक्छ। त्यसैले म भन्छु आगामी सङ्कटलाई पार गर्ने कुराहरू यसमा धेरै राखिएका छन्। कार्यान्वयन गर्न सक्छ सक्दैन त्यो आफ्नो ठाउँमा छ, तर धेरै कुराहरू सकारात्मक कुराहरू पनि यसमा भएका छन्। जहाँसम्म पक्ष र विपक्षका कुरा छन्, मलाई लाग्छ अलिकति हेर्दाखेरि पुनर्लेखनै गरिदिनुपर्छ भन्ने कुरा आएको छ। म त्यसमा धेरै चर्को कुरा त गर्न चाहन्न। वेस्ट मिनिस्ट्री पार्लियामेन्ट सिस्टममा यो पुनर्लेखन छ कि छैन अहिलेसम्म? मभन्दा धेरै जान्नेहरू, मभन्दा धेरै पार्लियामेन्टमा आएकाहरू, मुलुकको प्रधानमन्त्रीसम्म भइसकेकाहरूले ल पुनर्लेखन गर, हुनसक्छ पार्लियामेन्टमा त्योभन्दा गाह्रो हो कि अरू आमसभातिर आफ्ना कार्यकर्ताका बिचमा त ताली आउँथ्यो होला, तर यहाँ के गर्न पुनर्लेखन भनिएको छ, के कुरा यो भित्र छिपेको छ भन्ने कुराहरू वास्तवमा मुलुकका जनताहरूले हेर्ने अवस्था पनि छ। म अहिले पनि भन्न चाहन्छु वेस्ट पार्लियामेन्ट सिस्टमभित्रमा पुनर्लेखन कहाँ भएको छ र यहाँ पुनर्लेखन हुने हो? मलाई लाग्छ कहिलेकाहीँ बाहिर बोल्ने बानी पर्दाखेरि यहाँ पनि केही कुराहरू बोलिदिएको हो कि भन्ने खालको एउटा मलाई त्यो खालको त्रास पनि लागिरहेको अवस्था छ। जहाँसम्म लाग्छ एकजना हिजो माननीयज्यूले भन्नुभयो, मलाई केही छैन त्यसमा त आपत्ति मलाई छैन। अब जगभग एउटा कथा ल्याएर उहाँले भन्नुभयो के त इन्ड अफ हिस्ट्री नै हुने हो कि भनेर भन्नुभएको छ। यो कहाँको कुरा कहाँ जोडाउन मिल्छ? इन्ड अफ हिस्ट्री हुने होइन। यो इन्ड अफ हिस्ट्री हुने भइदिए राणा जान्थेन होला, पञ्चायत जान्थेन होला, ज्ञानेन्द्रहरू जान्थेन होला। आज सबै मिल्दाखेरि पनि बाँचेर बसेको पार्टी इन्ड अफ हिस्ट्री हुन्छ? आज एउटा लकेट लाउँदैमा एउटा त्यो पार्टीलाई इन्ड अफ हिस्ट्री गरिदिन्छु भन्ने ताकत कसैको छ? ज्ञानेन्द्रले त्यही भन्दाखेरि ज्ञानेन्द्र राजतन्त्रबाट खोसिएर बाहिर बसेको अवस्था छ। त्यसैले म आग्रह गर्न चाहन्छु यस्ता शब्दहरू नेपाली काङ्ग्रेसलाई इन्डिकेसन गरेर नगर्नुस्। यही काङ्ग्रेसको पछि लागेर धेरै राजनीतिक सुधार गर्नुपर्ने अवस्था अहिले पनि रहन सक्छ।
त्यसैले यो खालको चर्को स्वरमा यस्तो तरिकाले भनिदिँदाखेरि भोलिका जसका भविष्य भएका साथीहरू छौँ जो सहकार्य गर्दै जानुपर्ने छ। आज धेरै कुराहरू नकेलाउँ भन्ने कुरा पनि म तपाईँहरूका बिचमा राख्न चाहन्छु। जहाँसम्म नीति कार्यक्रम छ जनताको जीवनमा फरक पार्नुपर्छ, जनताको हिजोको भन्दा आज त्यसलाई प्रोत्साहन गर्नुपर्छ भन्ने पक्षमा म त्यो पनि छु। र जति पनि आएका छन् सुझावहरूलाई तिनलाई सरकारले गर्नुपर्छ, जुन पुनर्लेखनको होइन तर दिएका सुझावहरूलाई राख्नुपर्छ। मैले गरेको कुरा सबै ठिक हो भन्ने कुरा पनि छैन, त्यसलाई मनन गरेर कार्यान्वयन गर्दाखेरि ती पक्षहरूलाई जानुपर्छ भन्ने कुरामा म राख्न चाहन्छु। जहाँसम्म प्री बजेटका कुराहरूमा केही कुराहरू राखेको थियौँ, ती कुराहरूलाई वास्तवमा समेटिएको जस्तो मलाई लागेको छ। अहिले पनि म एउटा कर्णालीवासी भएका कारणले आज पनि केही सुझावहरूलाई सरकारलाई राख्छु, त्यसमा सरकारले बजेटमा समावेश गरोस् भन्ने मेरो हार्दिक आग्रह पनि छ। विशेष गरेर बुँदा नम्बर 11 मा सरकारले मानव विकास सूचकाङ्क पछि परेका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मध्य प्रदेशलाई प्राथमिकता राखी स्रोत साधनको परिचालन गरिनेछ भनेको छ। अत्यन्तै हामीलाई आशा पनि जागेको छ। म भन्न चाहन्छु एउटा कर्णालीवासीको हैसियतले हामी अत्यन्त ठुलो मर्कामा छौँ। आज वास्तवमा अन्त 8 लाइन र 10 लाइनका बाटो बन्न लागिसके, 4 लाइन बाटोहरू बन्न लागिसके। तर आज कर्णालीमा जुम्लाको जो राजमार्गको एउटा बनाएका थियौँ त्यसलाई पनि मृत्यु राजमार्गको रूपमा हामीले लिएका छौँ। सरकार त्यसमा हेर्ने कि नहेर्ने। आज जस्तै गरी हुम्लाको जिल्ला अहिले पनि हाम्रो कर्णालीमा 2टा जिल्लाहरू जोडिएको छैन। अहिले कर्णाली पनि हुम्ला पनि जोडिएको छैन, डोल्पा पनि वास्तवमा राम्रोसँग जोडिएको छैन। यी दुईटै जिल्लालाई बाटोको आवश्यकता छ, यसमा हामीले अलिकति विचार गर्नुपर्छ भन्ने मेरो आग्रह हो। जहाँसम्म नागमा कर्णालीका वासीहरूले जहाँसम्म लाग्छ नागमादेखि तपाईँको गमगढी हुँदै नाक्सा लाङ्नाको बाटो जो चीनसँग नजिक पर्छ र कर्णालीलाई त्यहाँबाट केही सुविधा पाउनुपर्छ भन्ने छ। 100-125 किलोमिटरमा कर्णालीमा सबै सामान पुग्न सक्छ। हामीले रुपडियाबाट निदा 450 किलोमिटरमा सामानहरू पुर्याएका छौँ। यसतर्फ के भने सरकारको ध्यान जानुपर्छ। जहाँसम्म नेपालगञ्ज वास्तवमा कर्णालीको त्यो ठुलो बाटोको रूपमा हो, त्यो लाइफ लाइन हो, त्यो पनि 12 मास चल्ने अवस्था छैन। कहिले पहिरो कहिले केही गएको छ। त्यसलाई पनि वास्तवमा 4 लाइनको सर्वे भएको छ। सके 4 लाइनमै लैजाउँ, होइन देशको आर्थिक सङ्कट हो भने त्यसलाई 2 लाइनको रूपमा विकास गर्नुपर्छ भन्ने मेरो आग्रह पनि छ। जहाँसम्म बुँदा नम्बर 79 मा छ ऊर्जामा सबै नागरिकको पहुँच पुर्याउने जो सरकारको जो चाहना छ, त्यसमा म भन्न चाहन्छु आज हामी कर्णालीवासीले वास्तवमा सुर्खेतको भ्यालीमा होला बाहिर बिजुली पाइराख्ने अवस्था छैन। आज हामी बङ्गलादेशलाई बिजुली बेच्ने कुरा गरेका छौँ, तर कर्णालीवासीले आज बिजुली कस्तो हुन्छ बिजुली भनेर त्यहाँको केटाकेटीले नदेखिरहने अवस्था छ। त्यसैले हुँदा त कर्णालीमा 20,000-30,000 मेगावाट भन्दा बढी विद्युत तिनै छ, अहिले पनि छ। भेरी र कर्णालीले गर्दा 40,000 किलोवाटको बिजुलीहरू के भने मेगावाटको बिजुलीहरू त्यहाँ उत्पादन हुन्छ, तर त्यहाँ उत्पादन गर्न सकिराखेको छैनौँ। देश गरिब छ भन्छौँ, 12,600 त त्यसको सर्वे भइसकेको अवस्थालाई छ। आज नेपालगञ्जबाट 132 केबी ल्याउनलाई 70 सालमा 8 करोड रुपियाँ छुडेर जग्गा अधिग्रहण गर्यो। अहिलेसम्म 132 को बिजुली त्यहाँ पुगिरहन सक्ने अवस्था अहिले छैन। त्यसैले सुर्खेतमा मात्रै होइन, योभन्दा माथिका कर्णालीका जिल्लामा पनि 132 को केबी लाइन तान्ने सरकारले जमर्को गर्नुपर्छ भन्ने मेरो हार्दिक आग्रह पनि छ। जहाँसम्म बुँदा नम्बर 57 मा छ निजी क्षेत्रसँग सहकार्य गर्ने उद्योग बाटो र के भने प्रसारण लाइनको व्यवस्था मिलाउने सरकारले भनेको छ। असाध्यै स्वागत योग्य कुरा पनि छ। मलाई लाग्छ एसियाको दोस्रो सिमेन्ट फ्याक्ट्री गुटुको अहिले मुक्ति सिमेन्ट भन्ने छ, गुटुको सिमेन्ट हो। 3औं 4औं 5औं चोटि रिन्यू गरिराखेको छ, काम गर्ने अवस्था छैन। आज म भन्न चाहन्छु काम गराउनुपर्छ उहाँलाई, म अरूलाई त्यो हटाउनुपर्छ भन्ने होइन। कामै नगर्ने हो भने त्यो मुक्ति सिमेन्ट फ्याक्ट्री गुटुको छ, त्यसलाई छोड्नुपर्छ। त्यसलाई उहाँहरूले भन्ने सरकार त्यतातिर ध्यान दिँदैन। सरकार अरू काममा लागिरहेको छ। जहाँसम्म सूर्य तारा सिमेन्ट छ, जहाँसम्म लखनपाटाको सिमेन्ट हो, यसको कामहरू सुरुवात गर्न लागेको छ। जडीबुटीको भण्डार भन्ने कहाँ हो? कर्णाली प्रदेशै हो। कर्णालीका विकट जिल्लामा जडीबुटीको भण्डार छ। सरकारले भन्छ अनुसन्धान गर्छौँ, विस्तार गर्छौँ, प्रशोधन गर्छौँ भन्छ, सधैँ भन्छ, अहिले होइन। तर काम गरिरहेको अवस्था त्यहाँ देखिरहेको अवस्था छैन। जहाँसम्म बुँदा नम्बर 59 मा छ पर्यटनतर्फ छ, पर्यटन क्षेत्रलाई विशेष महत्त्व दिएको छ भनेर लेखिएको छ। म भन्न चाहन्छु आज वास्तवमा मुलुकै रारा ताल भन्ने हेर्न सबै इच्छुक छन्, तर रारामा गएका मान्छेहरू भन्छन् कहाँ बस्ने भन्छ, हामीले लगेको पैसा खर्च भएन भन्छ। सरकार आज टुलु हेरिरहेको छ, बारम्बार यही परिस्थिति रहेको छ। सो
फोक्सोन्डो ताल छ डोल्पामा, त्यो त्यही किसिमको रमणीय छ। आज बाटो नभएका कारणले त्यहाँ त्यही अवस्था भइरहेको छ। सुर्खेतको काँक्री बिहार गुइबेले बरातल जाजुरा द जस्ता छन्, त्यहाँ आज त्यही परिस्थितिमा पछि परिरहेको अवस्था छ। सम्बन्धी एकछिन, जहाँसम्म हवाई मार्गको कुरो छ, कर्णाली प्रदेशमा एउटा पनि राम्रो हवाई मार्ग के पनि तपाईँको के पनि वाला छैन, विमानस्थल छैन त्यहाँ। वास्तवमा सुर्खेतमा अहिले के भने अहिले 72 सिटको जहाज त चलाएको छ, तर त्यो जहाजमा के छ भने तापक्रम हेर्नुपर्ने छ, सिट मिलाउनु पर्ने छ, तौल मिलाएर चलाउनु पर्ने अवस्था छ। त्यसैले म आग्रह गर्छु सुर्खेतको यही विमानस्थललाई, वीरेन्द्रमा रहेको विमानस्थललाई जनतालाई सत्य, तथ्य, निष्पक्ष अनि खोजमूलक समाचारको साथमा एभरेस्ट न्यूज। तपाईं हेर्दै हुनुहुन्छ एभरेस्ट न्यूज।